तपाईले यो 500 को नोट दराजमा राख्नुभयो भने अबको 10 वर्ष पछाडि यसले एउटा सर्ट पनि किन्न सकिँदैन र त्यही 500 रुपियाँ तपाईले बैंकमा लगेर राख्नुभयो भने 10 वर्ष पछाडि करिब करिब 900 रुपियाँ हुन जान्छ। फेरि त्यही 500 रुपियाँ तपाईले राम्रो ठाउँमा लगानी गर्नुभयो भने करिब करिब तपाईको पैसा 2036 रुपियाँ हुन्छ। अर्थशास्त्रको एउटा नयाँ भिडियोमा तपाईलाई फेरि पनि स्वागत छ। अब हामी बढ्छौं भिडियोतर्फ। तपाईलाई मैले प्रत्येक महिना 4000 रुपियाँ दिए भने तपाई त्यो पैसा बचत गर्नुहुन्छ कि लगानी गर्नुहुन्छ? आजको यस भिडियोमा हामी कुरा गर्ने छौं बचत गर्ने कि लगानी। अब सिधै भन्नुपर्दा बचत वा सेभिङ यो रक्षात्मक खेल हो। यसले तपाईलाई आपतकालीन समयमा मद्दत गर्छ। यो सुरक्षित त हुन्छ तर यसले नयाँ पैसा जन्माउँदैन। लगानी र इन्भेस्टमेन्टको कुरा गर्दा चाहिँ यो आक्रामक खेल हो। यहाँ तपाईको पैसा तपाईका लागि मजदुर बनेर काम गर्छ र अरु पैसा कमाउँछ। कुनै बैंकमा वा सहकारीमा बचत गरेको पैसालाई चाहिँ हामीले यसरी बुझ्न सक्छौं। तपाईले धाराको मुनि एउटा बाल्टी राखेर तपाईले जब धारा खोल्नुहुन्छ तब बिस्तारै बाल्टी भरिदै जान्छ। तर यहाँ चाहिँ महँगीको सानो कल हुन्छ बाल्टीमा जुन चुइदै चुइदै जान्छ। तपाईलाई भरे जस्तो त लाग्छ तर महँगीले त्यसलाई खाली गरिरहेको हुन्छ। अब लगानी भने चाहिँ यस्तो बाल्टी हो जसले पाल टाल्ने मात्र होइन पानीको स्रोत नै बढाइदिन्छ। अघिको हाम्रो हिसाब नै सम्झनुहोस्। 500 रुपियाँ बढेर 800 रुपियाँ हुन्छ। यसले 10 वर्षपछि एक छाक मासु भात पनि नआउन सक्छ। फेरि त्यही हामीले 500 रुपियाँ गरेको लगानी चाहिँ 2000 रुपियाँ हुन्छ। यसले आफ्नो भ्यालु जोगाएर नाफा पनि दिन्छ। यदि तपाईसँग आज 1 लाख रुपियाँ छ र त्यसलाई दराज वा कम ब्याज आउने ठाउँमा थन्काएर राख्नु भएको छ भने वास्तवमा तपाईले पैसा बचाउनु भएको होइन, आफ्नो मेहनतलाई बिस्तारै मार्नु हुँदैछ। त्यही भएर राम्रो रिसर्च गरेर एउटा राम्रो ठाउँमा लगानी गर्न सक्नुभयो भने तपाईलाई धेरै नाफा दिनेछ त्यसले। आजको लागि यति नै। हेर्दै गर्नु होला अर्थसारथी। फेरि भेट्नेछौँ अर्को भिडियोमा। हस्त धन्यवाद।